4 महिना अघि एक रात म आफ्नो कोठामा थिएँ, ऐनामा आफैलाई हेर्दै। मनमा एउटै प्रश्न उठ्यो, प्रेरक अब चाहिँ पक्का है, अब चाहिँ बदलिनुपर्छ। त्यो दिन म मेरो बहिनीसँग लिभिङ रुममा थिएँ। अगाडि टेबलमा KFC को बकेट थियो। हामी गफ गर्दै खाँदै थियौँ, रमाइरहेको थियौँ। तर खाँदा खाँदा थाहा नै भएन म कति एक्सेसिभ भइसकेको थिएँ। बिस्तारै महसुस गर्न थालेँ, मेरो शरीर भारी भइरहेको थियो, सास फेर्न गाह्रो भइरहेको थियो। र त्यहाँबाट सुरु भयो मेरो वास्तविक परिवर्तनको यात्रा। पहिला त मैले आफूलाई भन्थे म ठिक छु, केही हुँदैन। तर मनको गहिराईमा थाहा थियो यो ठिक छैन। मैले आफूलाई धेरै समयसम्म झुटो बोलेँ। अनि त्यस रात जब मैले मेरो आफ्नो वेट हेरेँ, 140 केजी, त्यो क्षण मलाई महसुस भयो अब चाहिँ म आफूलाई धोका दिन सक्दिनँ। म ऐना अगाडि उभिएँ। मनभित्र एक किसिमको डर थियो अनि शङ्का पनि, के म गर्न सक्छु? अनि यो शङ्का एकछिनमै बदलियो। मैले लामो सास फेरेँ, पछाडि अडेस लागे अनि आफूलाई भने, प्रेरक अब चाहिँ पक्का। त्यस दिनदेखि यात्रा सुरु भयो। तर यात्रा यत्तिकै रोकिँदैन। आज म 117 केजी छु। अब 24 दिन बाँकी छ मेरो बर्थडे आउनलाई। के म अझै घट्न सक्छु? म प्रयास गर्नेछु र तपाईहरूसँग नै बाँड्नेछु। यदि तपाईहरू पनि यस्तै सङ्घर्ष गरिराख्नु भएको छ भने एकपटक ऐनामा आफूलाई हेर्नुहोस् अनि आफैलाई सोध्नुहोस् कि अब चाहिँ पक्का?